सकेको छु। अब बाँकी छ दुईटा होल्डर र 2 वे स्विचको कनेक्सन गर्न। अनि बाँकी वायरिङ पनि म फटाफट गरेर तपाईँहरूलाई देखाउने छु। हेर्न सक्नुहुनेछ मैले वायरिङ गरिसकेको छु र एउटै कलरको तार भएर होला तपाईँहरूलाई अलिकता बुझ्न गाह्रो हुन्छ भने म तपाईँहरूलाई लास्टमा कपीमा वायरिङ डायग्राम बनाएर देखाइदिने छु। र 5 पिन सकलाई कन्ट्रोल गर्न 5 पिनको साइडको 1 वे स्विचले कन्ट्रोल हुन्छ अनि दुईटा 2 वे स्विचले ए बोर्डको माथिको होल्डर कन्ट्रोल गर्छ अनि दुईटा 1 वे स्विचले दुईटा एक्स्ट्रा बत्तीलाई कन्ट्रोल गर्छ र इन्डिकेटर लाइन आएको छ कि छैन चेक हुन्छ अनि फ्युजले ओभरलोड वा सर्ट सर्किट भयो